नमस्कार, म अहिले रोमानियाको बुकारेस्ट एरियाको भुलन्टारीमा छु र तपाईहरुलाई त्यहाँ रहेको कब्रस्थान जुन चाहिँ मानिसहरूको मृत्यु भए पश्चात लगेर गाडिने ठाउँ र मृत्यु भएको मृत शरीरलाई व्यवस्थापन गर्ने ठाउँमा लिएर म तपाईहरुलाई जाँदैछु र त्यहाँको दृश्यहरू म पक्कै नै तपाईहरुलाई देखाउने नै छु। अब हामी भित्र छिर्ने छौं। यो दृश्य देखिसके पछाडि तपाईहरुको मनमा के खेल्यो होला? यो ठाउँमा आए पछाडि मेरो मनमा चाहिँ धेरै कुराहरू खेल्यो र त्यो कुराहरू म तपाईहरुलाई पक्कै पनि बताउने नै छु। पहिलो कुरा रहेको छ मानिसहरूको मृत्यु निश्चित छ। दोस्रो कुरा रहेको छ संसारमा मानिसहरूले विभिन्न पदमा विभिन्न ठाउँहरुमा ठुल्ठुलो ओदामा बसेर संसारमा काम गरिराखेका व्यक्तिहरू जुन चाहिँ धनी पनि हुन सक्नुहुन्छ, उहाँहरू पाइलट, इन्जिनियर, डाक्टर हैन विभिन्न पदमा चाहिँ संसारमा रहन्जेल धेरै परिश्रम गरिराख्नु भएको व्यक्तिहरू पनि यहाँ हुनुहुन्छ। तेस्रो कुरा मनमा के आयो भने संसारका धेरै मानिसहरूको मृत्यु निश्चित रहेको छ र शारीरिक रूपमा यीशु ख्रीष्टलाई पनि यस्तै कब्रस्थानमा चाहिँ गाडिएको थियो। तपाईहरुलाई साधारण भाषामा भन्नु पर्दाखेरि यीशु ख्रीष्टको पनि मृत्यु भयो र उहाँलाई जुन चाहिँ क्रुसमा तपाईले जुन चाहिँ क्रुसको चिन्ह देख्न सक्नुहुन्छ, यीशु ख्रीष्टलाई क्रुसमा टाँगेर मारियो र त्यस पछाडि उहाँलाई गाडियो र उहाँ चाहिँ गाडिए हुनु भएन, तर उहाँ चाहिँ तेस्रो दिनमा बौरी उठ्नु भयो, जुन चाहिँ मृत्युलाई जितेर चाहिँ उहाँ पुनर्जीवित हुनुभयो। र त्यसै कारणले गर्दाखेरि संसारमा विभिन्न ठाउँमा संसारको धेरै ठाउँमा इसाईहरूले चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानको घोषणा गर्दै चाहिँ इस्टर कार्यक्रमहरू महोत्सवहरू गरेर चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानको घोषणा गरिराखेको हामीले देख्दछौँ। र अब केही समय पछाडि तपाईहरुको ठाउँहरुमा पनि हाम्रो इसाई दाजुभाइ दिदीबहिनीहरूले यीशु ख्रीष्टको पुनरुत्थानको घोषणा गर्दै उहाँहरू र्यालीमा, त्यस पछाडि चर्चमा, तपाईहरुको ठाउँमा यीशु ख्रीष्टको पुनरुत्थानको घोषणा गर्दै उहाँहरू हिँड्नुहुनेछ र त्यो दृश्य पनि तपाईहरुले देख्न सक्नुहुनेछ। संसारमा धेरै राजाहरू आए, धेरै मै हो परमेश्वर, मै हो भगवान भन्ने व्यक्तिहरू पनि आए र तिनीहरू मरे, तर मरेको मरै भए। तर यीशु ख्रीष्ट चाहिँ उहाँले भन्नुभयो बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा कोही पनि पिता कहाँ पुग्न सक्दैन, अर्थात् परमेश्वर कहाँ पुग्न सक्दैन भनेर चाहिँ उहाँले भन्नुभएको छ। भनेको मतलब चाहिँ संसारमा मरेर जीवित हुनुहुने व्यक्ति चाहिँ यीशु ख्रीष्ट नै हुनुहुन्छ है। के तपाईहरुले उहाँलाई विश्वास गर्नु भएको छ? यदि छैन भने तपाईले परमेश्वरलाई विश्वास गर्न नबिर्सनु होला, नभुल्नु होला, किनकि तपाईं र मेरो जीवन चाहिँ केही समयको लागि मात्र यस पृथ्वीमा रहेको छ। त्यसकारणले तपाईको मनमा धेरै कुराहरू खेल्यो होला भन्ने म चाहन्छु र तपाईले यी कुराहरू हेर्दै गर्दाखेरि मेरो जीवन साँच्चै नै परमेश्वरको इच्छाद्वारा नै सबै कुराहरू हुनेछ भन्ने कुराहरू तपाईले पक्कै पनि महसुस गर्नुभयो होला। यदि भएको छैन भने तपाईले यी कुराहरूलाई पक्कै पनि ध्यान दिनुहुनेछ भनेर मैले विश्वास गरेको छु। तपाईहरुको लागि एउटा गीत पस्किन गइराखेको छु, तपाईले पक्कै पनि लिएर आनन्द लिनुहुनेछ। मान्छे
ढाकेको छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ मान्छेको बस्तीभित्र हो धेरै भने आफैलाई थोरै भने अर्कालाई राम्रो देखे माया लाउने नराम्रोलाई थुकिदिने राम्रो देखे माया लाउने नराम्रोलाई थुकिदिने अर्कालाई कुल्चिएर हो अर्कालाई कुल्चिएर अघि बढ्ने कस्तो बानी त्यसकैले खाने हो उसकैले आउने हो त्यसकैले खाने हो उसकैले आउने हो मान्छेको बस्तीभित्र धुवालोले ढाकेको छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ मान्छेको बस्तीभित्र हो बनाएको परमेश्वरले सबैलाई बराबरी न त ठुलो न त सानो न त धेरै न त थोरै न त ठुलो न त सानो न त धेरै न त थोरै आँखा भइदेखे पनि हो आँखा भइदेखे पनि अन्धो हुन मन पराउने ज्योतिदेखि टाढा भागी अँध्यारो अङ्गाल पुग्ने ज्योतिदेखि टाढा भागी अँध्यारो